तपाईहरुलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि छ तपाईहरुलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईलाई भोट दिएका मान्छेहरु छन्। त्यसकारण तपाईहरुको विशिष्ट जिम्मेवारी छ। तपाईहरुले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरुमा मात्रै होइन, हामीले बारम्बार भनेका छौं, समस्या हिजोको नेताहरुमा पनि थियो। त्यसैले जनताले उनीहरुलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ। त्यसकारण यो संविधानमा परिवर्तन र सुधार नगरिकन, देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले लिक पक्रिदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईहरुले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्। हिजो अरूले निषेध गरे, हिजो अरूले ठिक लगाए, त्यसकारण हामी पनि ठिक लगाएर जानुपर्छ भन्ने बाटोमा गइयो भने, फेरि त्यही बाटो पक्रियो भने हामीले त्यही दुर्दशा भोग्नुपर्छ र जनताले फेरि निराश हुनुपर्छ। त्यसकारण हामीले निषेधको राजनीति होइन, एउटा सहमति